सञ्जालमा भएको केही अपडेटहरू लिएर आएको छु र केपी चोर देशचोर भनेर चितवनको आधिकारिक नेपाल विद्युत प्राधिकरणको डिजिटल डिस्प्ले भएको थियो। त्यस पश्चाताप चाहिँ त्यहाँनिर आगजनीहरू भएको छ। आगजनी भएको यहाँ क्लिपहरू देख्न सक्नुहुन्छ। त्यो क्लिपहरूसँगै आगजनी भए पश्चाताप चाहिँ नेपाल विद्युत प्राधिकरणको चितवन शाखाले चाहिँ प्रेस विज्ञप्ति जारी गरेको छ। प्रेस विज्ञप्ति जारी गरेर के भन्नुभएको छ भन्दाखेरि यो कसैले ह्याक गरेर यसरी युज गरिएको, यसको छानबिन सत्यता छानबिन होस् भनेर चाहिँ प्रेस विज्ञप्ति जारी गरेको छ भने त्यसै गरी त्यस कुरालाई चाहिँ मिडियामा ल्याउनु भएको थियो निशान सेन्त्याङ भन्ने मान्छेले। त्यसपछि ज्ञानेन्द्र शाही लेख्नुहुन्छ कमरेड प्रचण्ड साह्रै नै बाठा छन् भनेर उहाँले के कुरा गर्नुभएको छ भने प्रचण्डले चाहिँ कुलमान घिसिङसँगको पद हटाउनमा चाहिँ बार्गेनिङ गर्नुभएको छ। त्यो बार्गेनिङ चाहिँ केसँग भन्दाखेरि टिआरसी टुङ्ग्याउन। टिआरसी चाहिँ कस्तो थियो भन्दाखेरि मानव अधिकारसँग भएको केही मुद्दाहरू थियो। त्यो चाहिँ के भन्छ भने त्यो मुद्दा ल्याइसकेपछि चाहिँ माओवादीका सक्रिय नेता कार्यकर्ताहरू अथवा माओवादीलाई चाहिँ कारबाही गर्ने भन्ने एमाले काङ्ग्रेसको उद्देश्य थियो। त्योसँग चाहिँ के भन्छ सम्झौता गरेर चाहिँ पदबाट मुक्त गराइएको के भन्छ भने कुलमान घिसिङलाई भनेर ज्ञानेन्द्र शाहीले चाहिँ आरोप लगाउनु भएको छ भने त्यसै गरी ज्ञानेन्द्र शाहीले नै गगन थापा र विश्वप्रकाश शर्माको फेसबुक स्ट्याटसप्रति चाहिँ कटाक्ष गर्नुभएको छ। त्यो कटाक्षमा के भन्नुभएको छ भने गगन थापा र विश्वप्रकाश शर्माले चाहिँ के भन्छ भन्दाखेरि त्यहाँनिर उनीहरूले चाहिँ के अरे सरकारले गरेको कामहरू चाहिँ गलत भयो भन्ने तरिकाले चाहिँ के भन्छ भने जनतामा भ्रम छरिराख्नु भएको छ। यदि तपाईँहरू नै सरकार हुनुहुन्छ, तपाईँहरू नै के भन्छ भने त्यो सरकारले ह्यान्डल गर्दै हुनुहुन्छ भने दीपक खड्कालाई के भन्छ कारबाही गर्नुहोस् भन्ने तरिकाले उहाँले भन्नुभएको छ भने त्यसमा चाहिँ के हुन्छ भने ज्ञानेन्द्र शाहीले कसरी भन्नुभएको छ भन्दाखेरि तपाईँहरू नै बोक्सी, तपाईँहरू नै झाँक्री भन्ने तरिकाले चाहिँ के हुन्छ भने महामन्त्रीहरूलाई के भन्छ भन्नुभएको छ सामाजिक सञ्जाल मार्फत। त्यसै गरी डाक्टर निकोलस लेख्नुहुन्छ निकोलस भुसाल चाहिँ जे कराए पनि प्रधानमन्त्रीलाई आनन्दै छ भनेर भन्नुभएको छ। त्यो चाहिँ कसरी भन्नुभएको छ भन्दाखेरि दिमागमा टेन्सन छैन, जे बोल्दा जे गर्दा पनि भइगयो नि, ताली पिट्ने भेडा बथानहरू छँदैछन् भनेर आफ्नो सामाजिक सञ्जाल मार्फत आफ्नो आक्रोश व्यक्त गर्नुभएको छ। त्यसै गरी अर्को के व्यक्त गर्नुभएको छ भने डाक्टर निकोलस भुसालले मोबाइल ब्याङ्किङ पावर ब्याङ्क ल्यापटपहरू सबै चार्जरहरू जुन बेला पनि के हुन्छ भने चार्जमा राख है, जुन बेला पनि बत्ती जान्छ भनेर भन्नुभएको छ। दीपक खड्काले पनि अस्ति यसरी नै के भन्छ भने ऊर्जा मन्त्री दीपक खड्काले त्यसरी के भन्छ भने व्यक्त गर्नुभएको थियो। त्यसपछि चाहिँ के भनेको छ भन्दाखेरि अब बत्तीको लाइन जान सक्छ भन्नुभएको थियो। त्यसै गरी नै के हुन्छ भने अब कुलमान गइसकेपछि पहिला पनि कुलमानलाई पदबाट हटाइसकेपछि त्यसरी बत्तीहरू जाने क्रमहरू बढेको थियो। त्यसै गरी डाक्टर निकोलस भुसाल अर्को फेरि के लेख्नुहुन्छ भन्दाखेरि काठमाडौँ 15 गते आइसकेका विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ केही राजावादी अथवा गणतन्त्रवादी मिलेर यी दलहरूको विकल्प खोजौँ भन्ने तरिकाले चाहिँ सबैलाई युनिफिकेसनको लागि आह्वान गर्नुभएको छ। त्यसै गरी सामाजिक सञ्जाल मार्फत टङ्क दाहाल के लेख्नु भन्छ भन्दाखेरि सरकारले बर्खास्त गरेको कुरा सुनेर यति भन्न मन लाग्यो अरे। के लाग्यो भन्दाखेरि हे भगवान मलाई आफैबाट बचाऊ, दुश्मनसँग आफै लड्न सक्छु भनेर भन्नुभएको छ। त्यसै गरी प्रणवजी चाहिँ के लेख्नुहुन्छ भन्दाखेरि सामाजिक सञ्जालमा कता हिँडेको इन्भर्टर बालेर ल्वाट भएर स्वाट भएर कुलमान फालेर जनता हेरेकै हेरै सरकार जान्ने भो धेरै भनेर आफ्नो के भन्छ भने कुरालाई व्यक्त गर्नुभएको छ भने त्यसै गरी प्रणवजी नै फेरि अर्को के भन्छ भने फेसबुक स्ट्याटस हाल्दै के भन्नुहुन्छ भने फरक यति हो, झन्डा फरक पार्टी फरक झन्डा, देश लुट्ने एउटै धन्दा, कोही फुट्ने कोही जुट्ने, उद्देश्य एउटै देश लुट्ने भनेर आफ्नो फेसबुक सामाजिक सञ्जालमा राख्नुभएको छ। त्यसै गरी प्रकाश ढकाल लेख्नुहुन्छ निर्देशक सालु राजदूत साली समृद्ध ओली सुखी ससुराली भनेर पनि उहाँले व्यङ्ग गर्नुभएको छ। त्यसै गरी हर्क साम्पाङ सामाजिक सञ्जाल मार्फत के लेख्नुहुन्छ भन्दाखेरि राम्रो काम गर्नेलाई
निकालेर सरकारले स्याबासी कमायो, स्याबास अब प्राधिकरणलाई घाटामा लगेर लिलाम गरी व्यापारीलाई पोसाऊ, देश बेची पिकनिक खान पल्केकाहरूलाई स्याबासी दिनै पर्छ भन्ने तरिकाले लेख्नुभएको छ। त्यसै गरी रबिन खड्का सामाजिक सञ्जालमा लेख्नुहुन्छ, हामीलाई राजतन्त्र प्रजातन्त्र केही थाहा छैन, हामी केवल लुटतन्त्रमा विश्वास गर्छौँ। सरकार लुटकेटा हो, लुट, समय यही हो, पछि के हो भनेर आफ्नो विचार व्यक्त गर्नुभएको छ, फ्रस्ट्रेसन सामाजिक सञ्जाल मार्फत। हस्त यस्तै अपडेटहरू लिएर आउनेछु, मलाई फलो गर्नु नभुल्नुहोला। धन्यवाद।